सम्झना छ सबैलाई माया नमारे, मनमा माया सबैको लागि राखेको छ, निष्ठुरी नसोचे। आफ्नो जिम्मेवारीले गरेर टारिएको यात्री हो म, सबैप्रति एकदम आभारी छु। सबैलाई सम्झिरहेको छु, मिस गरिरहेको छु। विदेश गएर पैसा कमाए ठुलो भयो भनेर नसोचिदिनु। समयले गर्दा टाढिएको हो हामी साथीहरू। अहिले त्यही समयले फेरि हामीलाई एक बनाउने छ। त्यसको लागि हामी सबैले आफआफ्नो प्रतीक्षा गर्नुपर्छ, आफआफ्नो सङ्घर्ष गर्नुपर्छ। सबै यादहरू भुलिएको छैन साथी, सबै यादहरू मनमै छ। त्यही भएर म त्यो यादहरूलाई मनमा राखेर एउटा सपना बोकेर हिँडिरहेको छु। त्यही गाउँघरको याद, सम्झना, पल्ला घरे काका-काकी, दाइ सबैलाई धेरै सम्झिरहेको छु। आफ्नो आशा धेरै छ, सपनाहरू धेरै छ। त्यो सबै पुरा गर्नलाई अहिले म पर्दिसिएको छु। याद गर्दै होलान् मलाई पनि कति साथीहरूले, पहिला कस्तो थियो, अहिले कस्तो भयो होला, यस्तो थियो भनेर। अब मैले नि सम्झिरहेको छु साथीहरू सबैजनालाई मिस गर्दैछु। परदेशी जिन्दगी हाम्रो यस्तै रहेछ। समयले कहाँदेखि कहाँ पुर्याइदो रहेछ। सबैलाई माया छ, सम्झना छ, सबैलाई याद छ, माया नमारोस्। माया नमारे एक दिन अवश्य फर्केर आउनेछु साथी।